यति बेरका आमा बुवाको समस्याहरू हल गर्नुपर्छ पर्दैन केको लागि चाहिँ मेयर र वडा अध्यक्ष बनाएको तपाईँहरूलाई दादै त होला वडा अध्यक्ष पनि दादै जस्तो लाग्यो मलाई कामै छैन रहेछ दादै हो काम नगर्ने त सबै दादै देखेँ मैले त दादाहरूको छाला फुटाउनु पर्यो नि त अब छाला फुटाउनु परेन हुनु पर्यो भने ठुलो घर देख्नु भयो नि बनाएको मैले देखेँ त हो त्यहाँदेखि उँधोपट्टिको बजेट आएको त बिचरा एउटी आइनै छ अहिलेसम्म त्यसको बजेट कहाँ गयो के भयो सरकार घरको बजेट घर बनेन ल नमस्कार म चाहिँ टेनी मगर बिर्तामोड 8 चन्द्रगढी छेउभन्दा अलिकति थाहा होला अब यो ठाउँमा चाहिँ अहिलेसम्म देख्दा कामहरू भएको छ कि छैन पार्टीका मान्छेहरूले काम गरेर छैन पार्टीका मान्छेले एउटा केही देखेको छैन अहिलेसम्म हामीहरूले चाहिँ बरु हामी पाहाडबाट आएको भाइ कुन ठाउँ कहाँनिर म फोनै भुला अनि पहिला त हाम्रो हो नि त घर कति वर्ष भयो हजुर यहाँ आउनु 8 वर्षमा चाहिँ तपाईँले के देख्नुहुन्छ केही देखेन केही देखेँ देखेका छैनौँ विकास भनेको केही छैन यी कतिको बाटो विकास गर्ने सिँचाइ छैन यो ठाउँमा यी अब सिँचाइ गर्न आफूले परबाट मोटर किनेर ल्याएर पर एउटा पम्पी चलेको छ सरकारी पनि पहिल्यैकै हामी आउनुभन्दा अगाडि हेरेर केही पहिलेमा त्यो दुईको मोटर ल्याएर जोडेर पाइप तानेर यहाँबाट पानी छिराउनु पर्छ त्यो पनि छैन हरायो पहिलो चाहिँ खोलाले लगिहाल्यो भनेपछि यो त अब जिन्दगी नै खेतीपाती बाहेक अरू देखेको छैन जति गरेको आफूले गरेको फुलहरू पनि देखिन्छ क्या फुल छैन फुल तल छैन एउटा माथि मन्दिर त्यो समस्या पनि देखेँ होइन समस्या तपाईँहरूलाई पनि थाहा छ अब योभन्दा अगाडि कसलाई भोट दिनुभएको मलाई त्यति मात्रै भन्दैन त्योभन्दा अगाडि त कसलाई दिनु र उही केटी योगीलाई दिनुभयो कसलाई दिनु त अरू त्यही गरे त अलिकति गरो सबै तपाईँ त भोटर मान्छे अब योपालि कसलाई देखाउनु अब कसलाई देखाउनु भन्नु र अब जुनले विकास गर्छ त्यसैलाई देखाउनु पर्छ विकास त अब जितेपछि गर्छन् कि गर्दैनन् नि तपाईँ अहिले चाहिँ कसले गर्ला जस्तो चाहिँ लाग्छ गर्छौँ भनेर सबैजना हेरेका छौँ कि हजुर देखाउनु चाहिँ पर्यो नि त देखाएर चाहिँ दिनु पर्यो नि त सबै यो ठाउँमा पर्दाखेरि अवर पर्दा जसले गरेको छ तपाईँलाई गरेको पनि छैन अहिलेसम्म छैन होइन यसो कृषिबाट ऊ आउँछ त्यो पनि अहिलेसम्म अब हामीहरूले कसलाई दिनु भन्ने यहाँको मेयर कस्तो लाग्छ तपाईँलाई यहाँको मेयर अब हामीले देखेकै छैन अब विकासमा आएको यो र त मेयर भोट माग्ने बेला मात्रै आएको देख्नु भएको भोट माग्ने बेलामा मात्रै आउँछ त्योभन्दा बिचमा छैन त्योभन्दा मोटरको सिँचाइहरू मोटरहरू ठाउँ ठाउँमा खेती गर्ने गाउँतिर आएछ जो सरकारी घरहरू बन्नुपर्ने ठाउँ तपाईँको त यतिको रहेछ मान्छेहरूको एउटा घर पनि छैन त्यो घरहरू सरकारी घरको बजेटहरू आएको छ अब बजेटहरू खोइ त आएको छैन ल्याउनु पर्यो अरू ठाउँमा त छ भने यो ठाउँमा चाहिँ हुनु पर्यो भने ठुलो घर देख्नु भयो नि बनाएको मैले देखेँ त हो त्यहाँदेखि उँधोपट्टिको बजेट आएको त बिचरा एउटी आइनै छ अहिलेसम्म त्यसको बजेट कहाँ गयो के भयो सरकार घरको बजेट घर बनेन सरकारले घर बनाइदिन्छ अरे भनेर राखेको अहिलेसम्म बिचराको बिजोग छ एउटा वडा लगभग हाम्रोतिर चाहिँ 100-150 वडा चाहिँ घर त बनेका छन् तर यो एरियामा चाहिँ बनेका छैनन् भनेर मलाई अचम्म लाग्यो यो अब वडा अध्यक्षलाई भन्नुहुन्छ कि मेयर साहबलाई भन्नुहुन्छ कि कसलाई भन्नुहुन्छ त वडा अध्यक्षलाई भनेको भन्थ्यो वडा कार्यालयमा आइरहेछ भनेर बिसाउँदैन ऊ देखा पर्दैन सुरुमा वडाले नगरलाई भन्ने हो त्यही भएर वडा फटाउने हो अब भनेपछि मेयर साहबले पनि तर काम भयो भएन भनेर चाहिँ बुझ्नुपर्छ धेरै समय लिन मैले यही जान्न खोजेको किनकि मैले यहाँ बुझ्दाखेरि देखिनँ कुनै घरहरू पनि देखिनँ यहाँ समस्या देखेँ बाटोको त पुरै छोटो बाटै त राम्रो छैन होइन धुलो खाएर साथ भइसक्यो अन्तिममा अब योपालि के भन्न चाहनुहुन्छ त माथि बसेका सरकारहरूलाई वा जान लागेका सरकारहरूलाई माथि बसेकाले चाहिँ अहिलेसम्म केही खाँचेको छैन त्यही त योपालि चाहिँ अब चर्चामा आएको छन् अब घन्टी चर्चामा अब कसैले राजा ल्याउँ बुढासकालको आमाहरूले राजै ठिक रहेछ भन्दै पनि हुनुहुन्छ के लाग्छ हजुरहरूलाई भनेर यसो कसैलाई तपाईँलाई चाहिँ के लाग्छ के लाग्छ देखिएन हजुर देख्न चाहिँ देखिएन भने पत्याउनु पनि भयो
अब देखिएन आँखा अब त्यही यो कुरो पनि त्यस्तै हो पार्टीले आएर गर्छु भने गरेनन् त्यस्तै हो यो पनि भने हो कि होइन थाहा छैन नदेखेको र नबुझेको कुरालाई बोल्नुपर्ने त्यो होइन यो भाइ दसैँवटा गुन्डा पाल्नुभन्दा एउटा बरु राजै राख्ने भनेर भनिरहेछ नि त मान्छे राजा बिनाको धेरै राजा बिनाको देश चाहिँ देश होइन होइन त्यो भनिरहेछ अब जसलाई लगेर राखो धाँदै जान सक्छ काम छैन मान्छेको थकाउने मात्रै गरेका छन् मान्छे बसेर कर्मचारीहरू अहिले दादा भएका छन् अब यहाँका मेयरजी पनि दादै त होला वडा अध्यक्ष पनि दादै जस्तो लाग्यो मलाई कामै रहेन रहेछ दादै हो काम नगर्ने त सबै दादै देखेँ मैले त दादाहरूको छाला फुटाउनु पर्यो नि त अब छाला फुटाउनु परेन गुन्डा भएका छन् यहाँका सबै मेयरदेखि लिएर सबै जनप्रतिनिधि लेखेर यहाँ निस्किनु पर्दैन यो ठाउँमा आएको बजेट कहाँ छ भनेर म यहीँदेखि यो भिडियोमा यो सेयर गरिदिनु होला यहाँको वडा अध्यक्षलाई र मेयरलाई पनि सेयर पुऱ्याइदिनु होला यहाँ दादा भएका यहाँ सबै यहाँ दादा भएका यहाँ समस्या यहाँ यति बेलका आएर बुवाको समस्याहरू हल गर्नु पर्छ पर्दैन के को लागि चाहिँ मेयर र वडा अध्यक्ष बनाएको तपाईँहरूलाई यो कुरो एकदमै सिरियसली लिनु होला अबको दिनमा जनता चुप लाग्दैन कालो मसो दल्नु नपर्छ यदि जनतालाई अति भयो भने कालो मसो पनि दल्छ हो मैले गरेँ भने मलाई दल्छ त्यो फरक परेन यति भन्दै हामी यहाँदेखि बिदाय लिन चाहन्छौँ अन्तिममा केही भन्न चाहनुहुन्छ हजुरहरूलाई यहाँ चाहिँ पानीको समस्या त्यति हो पानीको र पुलको अलिकति मलाई पानीको समस्या एउटा हामीले यहाँ फेरि थाहा पायौँ त्यो कुरा पनि मध्यनजर गर्नु होला भन्दै यहाँदेखि बिदा हुन चाहन्छु धन्यवाद।